सो हेलो साथीहरु, इट्स मी टोबी गेमर। सबैलाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। म चाहिँ आज के गर्न आएको भन्दाखेरि हाम्रो Love गेममा makes चाहिँ all the नयाँ नयाँ के भन्छ बनी बन्डलहरु, यो थम्सन स्किनहरु बनी बन्डल आइरहेको छ। यहाँ इभो गनहरु देख्न सक्नुहुन्छ। मलाई चाहिँ बनी बन्डल यो रेड वाला बनी बन्डल एकदमै मन परेको हुनाले मसँग छ 700 डायमन्ड। 700 डायमन्डले आज मेरो लक कस्तो छ है त। आज मैले 700 डायमन्डमा बनी बन्डल निकाल्न सक्छु कि सक्दिन गाइस, कमेन्ट में जरुर बताओ। पहले हिन्दी बोल्न अच्छा खासा त आउँदैन हैन, त्यही पनि बीच बीचमा घुसाइदिन्छु मैले चाहिँ। हाम्रो 700 डायमन्डमा मैले चाहिँ स्पिन हान्ने छु बनी बन्डल। मेरो लक आज कस्तो रहेको छ म देखाउँछु गाइस। इट्स मी टोबी गेमर। टोबी गेमरलाई सब्स्क्राइब गर्नु होला। ओम नमः शिवाय मंगलम विष्णु। ल मलाई यो बन्डल चाहिँ आइज ल। यो चाहिँ मलाई अच्छा खासा मन परेको बन्डल हो। ये भी बढ़िया है, लेकिन ये तो ओल्ड रहेको ओल्ड। यो चाहिँ एकदमै मन परेको मेरो बन्डल चाहिँ यही हो। मेरो चाहिँ 5 वटा चाहिँ यो फ्री टोकन रहेको छ। टोकन को स्पिन हान्छु 5 3 2 भगवान प्लीज पढ़ दे मेरी बुढ़ी। 5 स्पिन हानेर पनि पर्दैन मेरी बुढ़ी। पढ्न यार, एक बन्डल प्लीज मेरी जान। यो बन्डल पढ़ना मेरी जान। ओ नाइस नाइस गाइस, ये मैं इतना एक्साइटेड हूँ गाइस। मेरे जो पसंद आया था वही बंडल मिल चुका है गाइस। क्या है मेरा लॉक रॉयल में और बंडल नहीं निकालूंगा गाइस। वो नाइस मेरे को बनी बंडल मिल चुका है गाइस। मेरे ऑल अलाउ करूँ और चाहिँ मलाई आयो भने आ नआए पनि ना, मलाई मतलब छैन। यो चाहिँ मेरो मन पर्ने बन्डल मिल्यो। यस गाइस, यो हो नि मेरो लक भनेको। 700 थियो भन्दाखेरि मैले 200 डायमन्डमै बनी बन्डल निकालेको छु गाइस। देख्न सक्नुहुन्छ बनी बन्डलको प्रो प्लेयर। यस ओपी नाइस गाइस। ये मेरा लक त बवालै रहेछ यार। यस्तो लक गाइस तपाईहरु छ कि नै? यो भिडियो चाहिँ शेयर गर्नु होला। यति स्पिनमा कसले निकाल्यो त बनी बन्डल? मेरो चाहिँ मन परेको बनी बन्डल आइसकेको छ। मेरो आईडी देख्न सक्नुहुन्छ, नयाँ आईडी हो। यस्तो नुब आईडीमा मैले बनी बन्डल निकालेको छु। मेरो रियल आईडी यही हो, मैले भर्खर खोलेको। लेकिन यो आईडी खोलेको पनि तपाईहरुलाई देखाउँछु। कहाँदेखि देखाउँछ? यहाँदेखि मात्र 13 दिन भएको छ आईडी खोलेको। लेकिन मेरो मेन फर्स्ट कलेक्सन भनेको नि यही बनी बन्डल होला। कभर देख्न सक्नुहुन्छ, अरु कलेक्सनै छैन गाइज। यत्रो लक्की रहेछु नि म, यस्तो एक्साइटेड भयो नि यार गाइज यार। फेरि तपाईहरुले निकाल्नु भएको छ कि नै भन्नुस् गाइज। अरु यस्तै भिडियोहरु ल्याउँदै गर्छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। गेम प्लेका भिडियोहरु पनि बिस्तारै ल्याउँछु, तपाईहरुले हेर्न सक्नुहुनेछ। तब तक लिए बाय बाय।